एकडारा में शारीरिक अपांगता भेल बाल बालिका सबके सहायक सामग्री वितरण कैल गेल अछि। गणतंत्र दिवस 2082 के अवसर में महोत्तरी जिला के एकडारा गांव पालिका में शारीरिक अपांगता भेल दर्ता बाल बालिका सबके सहायक सामग्री वितरण कैल गेल अछि। कार्यक्रम दलित समाज उत्थान समिति नेपाल और वर्ल्ड विजन इंटरनेशनल नेपाल के साझेदारी में संचालित प्रोटेक्शन कम्युनिटी एंगेजमेंट चाइल्ड स्पॉन्सरशिप प्रोग्राम अंतर्गत आयोजना कैल गेल अछि। कार्यक्रम जिला समन्वय समिति महोत्तरी के समन्वय आ प्रेरणा शारीरिक पुनर्स्थापना केंद्र लालबंदी सरलाही के प्राविधि सहयोग में कैल गेल छल। कार्यक्रम में एकडारा गांव पालिका वार्ड नंबर 1 से वार्ड नंबर 6 धरि के 11 जना शारीरिक अपांगता भेल RC रजिस्टर्ड चिल्ड्रेन सबके 2,50,000 के सहायक सामग्री वितरण कैल गेल अछि। कार्यक्रम संयोजक उत्तम चंद्र चौधरी सहायक सामग्री वितरण उद्देश्य आ कार्यक्रम के पृष्ठभूमि के बारे में जानकारी देने छला। कार्यक्रम में अपन मंतव्य रखैत एकडारा गांव पालिका के अध्यक्ष दीप नारायण मंडल दलित समाज उत्थान समिति नेपाल द्वारा समाज के पिछड़ा आ कमजोर वर्ग के बाल बालिका सबके लागी बहुत नीक काज कर रहल अछि ई कहैत प्रशंसा केने छल। कार्यक्रम के अध्यक्षता दलित समाज उत्थान समिति नेपाल के संस्थापक अध्यक्ष तथा व्यवस्थापन समिति के संयोजक सुनील ठाकुर केने छल। प्रमुख अतिथि के रूप में जिला समन्वय समिति महोत्तरी के प्रमुख सुमन लाल कर्ण तथा विशेष अतिथि के रूप में एकडारा गांव पालिका अध्यक्ष दीप नारायण मंडल, वार्ड नंबर 6 के वार्ड अध्यक्ष श्याम चौधरी, बगिया आधारभूत विद्यालय के प्रधान अध्यापक आलम अंसारी, प्रेरणा केंद्र फिजियोथेरेपिस्ट कृष्ण कार्की, महासरस्वती बाल क्लब अध्यक्ष आरोही ठाकुर आ स्पॉन्सर क्वालिटी कंट्रोल ऑफिसर देवी प्रसाद निरौला, फिरोज चौधरी तथा गौतम शर्मा, राजन चौधरी, माधव ठाकुर, सौरभ सुमन लगायत पत्रकार आ अभिभावक सब के उपस्थिति छल। वास्तवमा जुन परिवारमा शारीरिक अपाङ्गता भएको बालबालिकाहरू छ जो आमा बुवालाई आफ्नो जीवनभन्दा पनि बच्चाको जीवन कसरी सफल हुन्छ भन्ने किसिमको पीडाले उसलाई दुखित बनाइरहन्छ। बालबालिकालाई सक्षम बनाउनलाई उनीहरूको आत्मबल प्रदान गर्नको लागि जुन यो कार्यक्रम गर्दै हुनुहुन्छ वर्ल्ड भिजन र दलित समाज उत्थान समिति उहाँ धन्यवादको पात्र हुनुहुन्छ। म उहाँलाई यस्तो काममा अझै अग्रसर भएर यो दुईटा नगरपालिका गाउँपालिकाले गर्नुभएको छ यसलाई जिल्लाव्यापी लग्न आवश्यक छ र जतिलाई तपाईहरूले पहिचान गरेर कठिनाइमा केही सहजता थप्नु भएको छ उनीहरूलाई आत्मनिर्भरता थप्नु भएको छ त्यो तपाईको प्रयासले त्यो बच्चा आत्मनिर्भर बनोस्, त्यो परिवार केही सुख महसुस गरोस्, हामी समाजमा पनि सहयोगको भावना विकास होस्। हामीले यस्ता बालबालिका आजको बालबालिका भोलिका कर्णधार हुन्। हरेक जीवको त्यति नै महत्त्व छ। कोही शारीरिक अपाङ्गताहरू हुन्छन् तर ऊ असक्षम चाहिँ हुँदैन। उसलाई हामी आत्मनिर्भर बनाउन सक्यौँ, आत्मबल दिन सक्यौँ, हामी सबैले सहयोग गर्न सक्यौँ भने ऊ पनि समाजको लागि राज्यको लागि आफ्नो नाम पहिचान गराउन सक्छ र त्यसमा तपाईँ हामीले जुन सहयोग गरिराख्नु भएको छ तपाईँ हामी यसमा लागेको सबैलाई धन्यवाद छ। यो कार्यक्रम आज यो गणतन्त्र दिवसकै उपलक्ष्यमा जोडिएर यो कार्यक्रमहरू गरेका छौँ। यो हाम्रो सामाजिक दायित्व पनि हो। समाजमा हामीले जन्मिसकेपछि आफ्नो व्यक्तिगत जीवनमा हामीले गर्नै पर्ने हाम्रो कर्तव्यहरू हुन्छ तर समाजको लागि पनि हामीले गर्नुपर्ने त्यो सामाजिक दायित्व बाध्यकारी चाहिँ हुँदैन। तर त्यो काम हामीले गर्यौँ भने
हामीले समाजमा मान प्रतिष्ठा पाउँछौँ र आफू पनि आत्मसुख प्राप्त गरिन्छ। त्यही भएर यी कामहरूमा तपाईहरूलाई अझै सफलता मिलोस्, तपाईलाई आशाको नजरले हेर्ने सामाजिक नागरिकहरूलाई पनि त्यो आशाको केन्द्र तपाईहरू बन्न सकुन् र यिनीहरूको जुन आमा बुवाहरू हुनुहुन्छ उहाँहरूलाई पनि बल प्रदान तपाईहरूको क्रियाकलापले हुन्छ र यो क्रियाकलाप तपाईँ संस्थाले मात्रै होइन, तपाईहरूको बालबालिका समूह पनि बनाउनु भएको छ। त्यो समूह त्यो परिवार कहाँ पुगेर परिवारलाई प्रेरणा दिनु पर्यो। हाम्रो समाजमा नागरिकलाई त्यसको छिमेकीलाई प्रेरणा मिल्नु पर्यो। यसको अनरसिप नगरले गर्नु पर्यो, वडाले गर्नु पर्यो। यो समस्या त परिवारको मात्रै होइन, हाम्रो नगरकै हो, उसको पहिचान नगरकै छ, जिल्लाकै छ र देशकै छ। त्यो भएर आफ्नो आफ्नो ठाउँबाट हामीले इमानदार भएर जिम्मेवारीपूर्वक यी बच्चाहरूलाई आत्मनिर्भर बनाउन, स्वाभिमान बनाउन हामीले खेल्ने भूमिका सराहनीय हुनेछ र सुखमय अनुभूति गराउनेछ। तपाईहरूको यस्तो काममा सफलता मिल्दै जाओस् र तपाईको 2टा पालिकाबाट यहाँ हाम्रो जिल्लाको 15 पालिकामा तपाईहरूले यो आरसी रजिस्ट्रेसन गर्ने अवस्था बनोस् र सबैलाई तपाईहरूले डेलिभरी गर्ने अवस्था बनोस् भन्ने। निश्चित रूपले यति व्यस्तताको बीचमा बाजु पनि हाम्रो आदरणीय यस जिल्ला समन्वय समितिका सभापति यस कार्यक्रममा आएर यस कार्यक्रमलाई शोभा बढाइदिनुभएकोमा म उहाँलाई र आफ्नो संस्थाको तर्फबाट हृदयदेखि धन्यवाद दिन चाहन्छु। मेयर साहबलाई पनि र हाम्रो नवनिर्वाचित राम नरेश राय सरलाई पनि म धन्यवाद दिन चाहन्छु। उहाँले पनि यस्तो महत्त्वपूर्ण कार्यक्रममा आएर आफ्नो गरिमा उपस्थित गरिदिनु भएकोलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। निश्चित रूपले यो वास्तवमा हाम्रो सभापतिले केही सुझावहरू दिनुभएको छ। आउने दिनमा यसलाई हामीले मनन गरेर छलफल गरेर कसरी के कसो अगाडि अलिकता स्पष्ट सफा हुने गरी हेर्ने गरी हामीले यो व्यवस्थापन मिलाउनु पर्छ। र खास गरेर यो हाम्रो दलित समाज उत्थान समिति नेपाल र वर्ल्ड डिभिजनको सहकारीमा प्रेरणाको के भन्छ प्राविधिक सहयोगले यो 3टै संस्थाको यस्तो महत्त्वपूर्ण उहाँले पनि पहिलादेखि नै लाग्नु भएको छ। उहाँलाई म पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु। र यो खास गरेर हामीले गरेका छौँ 16 जनालाई 11 जनालाई अझ यसलाई व्यवस्थित गर्दै र हाम्रो 2टै पालिकामा भएको 7,500 जति छन् हाम्रो 7,500 जति छ 7,500 त्यो मध्येबाट अलिक व्यवस्थित तरिकाले हामीले यसलाई व्यवस्थापन गर्ने र उहाँहरूले यसको आवश्यकतालाई पहिचान गरी यो त धेरै महत्त्वपूर्ण हो। उहाँहरूलाई हाम्रो लागि त सानो भए पनि उहाँहरूको लागि वास्तवमा भने हो त भने जीवन दानको सरहने हो। त्यस कारणले गर्दा हामीले यसलाई सबै पक्ष संवेदनशील भएर यसलाई हामीले खास गरेर दलित समाज उत्थान समितिको अक्षरतामा वर्ल्ड डिभिजनको सहयोगमा र प्रेरणाको पनि प्राविधिक सहयोगमा हामीले 3टैले आउने दिनमा व्यवस्थित तरिकाले कसरी के आवश्यकता छ त्यो आवश्यकतालाई पहिले पहिचान गर्नुपर्छ। अब जो जसो अहिले त्रुटिहरू भए तापनि आउने दिनमा यसलाई व्यवस्थित तरिकाले हामी जान्छौँ भन्ने प्रतिबद्धता जनाउँदै सबैजनामा म पुनः आभार व्यक्त गर्दै सबैजना